तर त्यसरी हाम्रो जिन्दगी गर्छ है वाला यही क्या म बाबा हेर्न यही क्या ओ माय गॉड अझै केटी चाहिँ हाल्नुहुन्छ भन्न नजिकै रहेछ है स्कुटर रेन्टल फर रेन्ट भनेर चाहिँ ठुलो ठुलो लेखेर टाले हुँदो रहेछ होइन प्लान चेन्ज अब हामी कहाँ जाने भयो अरे त्यो एउटा के भनेछ त्यहाँ जाने भयो बिकज अहिले एकदमै सन टाइम हुन्छ एकदमै गर्मी छ आज स्कुल रेन्ट गर्नलाई वान कोकोनट वाटर म चाहिँ यो ट्राई गर्छु सक्दैन नि गाह्रो भयो के सक्दैन रहेछ नि मामा यो घाममा हिँड्नु त्यही भएर हामीहरू फेरि ट्याक्सी नै अर्डर गऱ्यौँ लास्टमा आएर है आज यतै बसेर खानु पर्ला क्या हो पापा Let's go. भर्याङ माथि चढ्ने भन्थ्यो त्यही भर्याङ त होला यही भर्याङ यता माथि लागि यहाँ र यहाँमै बिच पनि जानु पर्ला 2 किलोमिटर्स मात्रै टाढा अरे है अहिलेको चाहिँ हवाई बिच रे हिजोको निस्किएको हिजो हामी सपिङ गएको हिजो होइन हो त त्यो सार्प उकालो कति निम्रे हामीहरू 5 मिनट चाहिँ हिँड्ने छैन अलिकति त माथि हो ओ अगाडि कस्तो घाम भयो पापा कतै हराउनु भयो कहाँ जानु भयो यता शीतलतिर बसिरहनु भएको हो कि माथि झन् राम्रो देख्छ भेट्यो के म बाबा कता एक्सप्लोर हान्दै हो
अब हामीले चाहिँ अगाडि नै जाने भयो अब स्ट्रिट फुडहरू ममा यता जति पनि छ त्यही तलकै हो बाबा हामी जाने बिच 1 मिनट डाउनमा देखाएको छ के खाएर जाने कि तलै गएर खाने रेस्टुरेन्टमा यहाँ पनि के छ हेर्न इन्ट्रेस्टिङ के खाने हो ल ओके छ त ल अब ऊ त्यही होला नि ऊ त्योवाला ऊ त्यही त छ हजुर आउँदैछ त्यहाँ माथि पनि नजाऊँ पापा तलै जाऊँ मैले चाहिँ रेस्टुरेन्ट तलै छ क्या बिच नजिकै त्यहाँ गएर खाऊँ भनेको हो क्या तलदेखि ट्याक्सी भन्नुपर्छ सिधै अनि होइन त होइन त माथि होइन तल त्यहाँ माथि गयो भने त मलाई ममाले चप्पल लिएर खेदाउनु पायर चाहिँ यहाँ रहेछ देखिन्छ हो हामी तल जान आँटेको रेस्टुरेन्टबाटै देखिन्छ यस्तो ठाउँ छुटाएको हामीले ओ माई गॉड के खायो अरे मामा के रे बाटोमा बसेर डुबेर बस्छु भनेर बाटोमा डुबेर बसेँ म यस्तो साथ हामी आयो यानोई बिच यो चाहिँ अझै अलिक पिसफुल भनेको थियो कि ओह म त आत्तिँदैछु हौ अहिले त ए सानो क्यासल बनाउने यस्तै बाटो होला है Walking on the beach, feeling the soft sand on my feet. The waves crashing gently, the sun shining bright, palm trees swaying, the gentle breeze caressing the skin. It's serene paradise. लाने चप्पलले चुडियो भिडिहाल्नु छ चिसो भएर ए ट्राइपड यो गर्नु मिल्छ हाल्नु मिल्छ यो ला अब यो मेरो चप्पलले चुट्यो यहाँ खानु आयो अब के गर्नु खाली खुट्टा हिँड्दिउँ बरु यसरी हिँड्दा लड्छु म त त्यहाँ गएर यस्तो लाउँछु ट्राइपड चाहिँ एकछिन पक्रिदिनुहोस् न बिच साइड भन्नु होला पक्र ल यस्तो भयो हालत उता साइड बाटो काटौँ न यस्तो सफा हुन्छ खुट्टा त बर्बाद यता साइड यसरी हिँड्नु परिरहेछ चप्पल के गर्ने होला ओ निशा दिदी
यो त मलाई शान्ता दिदीको बिहावाला याद आयो त जुत्ता हातमा बोकेर हिँडेको जुत्ता हातमा बोकेर है कति वर्ष भयो भयो नि मेरो यो हजुर छैन ओ माही यो त पोखरा जस्तै नि हेर्न पोखरा जस्तै हो तर पोखरा होइन ल पोखरामा यस्तो छैन नि होइन होला यस्तो नदेखिने गरी ताल छैन नि पोखरामा त ए बल्ल डाँडादेखि त पर्छ So this is the night view from my room. Good night.